गणेशपछि मात्रिका जहाँ तपाईँले मातृका राख्नु भएको छ त्यहाँ गराउनु पर्ने दीप गणेश मातृका अनि चाहिने त्यहाँ कलश छँदैछ अनि वन्द बग्र यो कुर्सीहरू भनेदेखि यो कक्षमा हुँदैन त्यसरी बुझौँ एउटा मात्रै कुर्सी त सहदेव जोशी हो हो साई घण्टा ठिकै छ शङ्ख घण्टा पनि यसो भयो अब शङ्ख घण्टा पनि कर्ताकै अगाडि कर्ताको दाहिनेपट्टि शङ्ख किन खुला गर्न पनि सजिलो हुन्छ कर्ताको चाहिने दाहिनेपट्टि शङ्ख बायाँपट्टि घण्टा शक्ति हुन्छ अनि खुला गर्न पनि त्यही किसिमले पूजा गर्ने ल हामीले यो पूजा मण्डपको वेदीको वरिपरि हामी सबै बस्यौँ हैन र बस्दाखेरि सबैले सबभन्दा पहिले के गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो आचमनी गर्नु पर्यो हैन शरीर शुद्धि हुनलाई पहिला आचमनी पनि शरीर शुद्धि हुनको लागि पनि हो आचमनी गर्दा के मन्त्र भन्नुपर्छ ओम केशवाय नमः ओम नारायणाय नमः ओम माधवाय नमः गोविन्दाय नमः भनेर के गर्ने हात हो कि होइन त्यसपछि हातमा के गर्ने पवित्र हाल्ने पवित्रको मन्त्र ओम पवित्रेस्थो वैष्णव्यौ सवितुर्वः हो फेरि भन्नु त यहाँ सबैलाई भनिदिनु त ओम पवित्रेस्तु वैष्णवयो पवित्रेषु नमः पवित्रसे मयावच्छिन्द्रेण पवित्रसे सुरसि रसिभिः तस्यते पवित्रपते पवित्रपुतस्य यत्कामः पुने तत्सेकम् ओम पवित्रेस्तो वैष्णव्यौ सवितुर्वः प्रसवा उत्पन्नाम्याच्छिद्रेण पवित्रेण पवित्रपुतस्य पवित्रपते यत्काम पुने तत्सेकम् है पवित्र हाल्ने हो त्यो शिखाबन्धन पनि गरे अनि शिखाबन्धन गरेको छ कि छैन अब शिखा बन्नलाई कोही तमजज्ञम भन्छ कोही चिद्रूपिणी महामाये विदे पृष्ठदेवी शिखा मध्ये हैन अशेखो रिरिरिखा मानो यो मन्त्रले होइन सिकामा त्यो जल लगाउने सबै चिज हामीले गऱ्यौँ हामीलाई थाहा छ है अब त्यसपछि हामी आसनमा बसिसकेपछि सबभन्दा पहिले कुनै कार्यक्रम कुनै काम गर्दाखेरि बत्तीको पूजा गर्नुपर्छ होइन बत्तीको पूजा गर्दा भन्दा पनि पहिले